नमस्ते सबैजनालाई। आज चाहिँ म यहाँहरुसँग एउटा विशेष कुराकानी गर्न चाहन्छु गाइज। जुन कुराहरु यहाँहरुले पनि हेरिसक्नु भयो होला सायद। विकास थपलिया ज्यूको पोडकास्टमा निम्त्याएका आदरणीय दाजु शिव परियार ज्यूको उत्कृष्ट संवाद यहाँहरु कोले हेर्नुभयो। मैले चाहिँ लगभग 1 घण्टा समथिङ मिनेटको पोडकास्ट आँखा पनि झिमिक्क नगरिकन मैले त्यो पोडकास्ट हेरेँ। समयले साथ दिएर परदेशको ठाउँ हो, समय एकदमै महत्त्वपूर्ण हुन्छ हैन। अनि त्यो महत्त्वपूर्ण समयलाई पनि हामीले त्यो एक पललाई हामीले छुट्याएर यसरी तपाईहरुको साथमा जोडिनुपर्छ। गाह्रो छ साच्चै। मान्छेहरु एउटा समाजले दिएको जातकै कारणले गर्दाखेरि चाहिँ उच्च अनि नीच हुँदैन गाइस। किनकि आजसम्म मैले यस्तो पोडकास्ट हेरेको छैन जुन पोडकास्ट शिव परियार दाजुको पोडकास्टले मलाई यति धेरै प्रभावित बनाएको छ हैन। यहाँहरुले पनि त्यो पोडकास्ट हेर्नु होला। उहाँले भनेका हरेक वाक्य, हरेक शब्दमा यति गहकिला वजनदार कुराहरू भरिएका छन्। यति ज्ञान भरिएको छ त्यो आवाजमा, त्यो शब्दमा हैन। म चाहिँ एकदमै प्रभावित भएको छु। कृपया सबैजनाले विकास थपलिया पोडकास्ट सर्च गरेर दुवै शिव परियार दाजु अनि विकास थपलिया ज्यूको पोडकास्ट सबैजनाले हेर्नु होला। त्यहाँबाट धेरै ज्ञान गुणका कुराहरू हामीलाई मिल्छ। साच्चै शिव परियार दाजु एकदमै